दर्शक बिनहरु नमस्कार, म दीपक नेपाल। मेरो घर बाडाको सिमरा हो। अहिले म पर्साको ठोरीमा आएको छु। यहाँनिर चाहिँ तपाईहरुले चाहिँ देखिरहनु भएको छ, यो चाहिँ धान बारी रहेको छ र यहाँनिर चाहिँ धानहरु चाहिँ काटेको थियो र धान काटिसकेपछि यहाँनिर चाहिँ यो घरको छेउमा चाहिँ एउटा ठुलो किङ कोब्रा सर्प चाहिँ फेला परेको छ र फेला परिसकेपछि मलाई चाहिँ रेस्क्यु गरिदिनु पर्यो भनेर चाहिँ फोन आएको थियो र बाडाको सिमराबाट अहिले म ठोरीमा आइसकेको छु र हाम्रो जीवनदायक कता जानुभयो? ए यता आउनु। यो ठाउँको नाम के हो दाइ? सुबरपुर गरलाई। र यो किङ कोब्रा सर्प चाहिँ यहाँनिर छ र तपाईहरु चाहिँ अलि पर बस्नु होला, नजिक कोही पनि नआउनु है, अलि पर बस्नु होला। अझ पर है। यो सर्प चाहिँ यहाँनिर बसिरहेको छ। यो चाहिँ एकदमै ठुलो सर्प रहेको छ। तपाईहरुले चाहिँ देख्नुहुन्छ। तपाईँहरूले चाहिँ देखिरहनु भएको छ सर्प चाहिँ यहाँभित्र छ। टाउको चाहिँ यहाँनिर छ। तपाईँहरूले चाहिँ देखिरहनु भएको छ, यहाँ चाहिँ किङ कोब्रा सर्पको चाहिँ टाउको छ। अब म चाहिँ यो टाली हटाउन चाहिँ गइरहेको छु। हेर्नु होला, सर्प चाहिँ यहाँ बसेको छ। तपाईहरुले चाहिँ देखिरहनु भएको छ, सर्प चाहिँ एकदमै ठुलो छ। यसले चाहिँ केही खानेकुरा चाहिँ खाएर चाहिँ बसेको छ। यसले चाहिँ खानेकुरा खाएको छ र हेर्नु होला, यो सर्प चाहिँ एकदमै खतरनाक देखिरहेको छ। हेर्नु होला, तपाईहरुले चाहिँ देखिरहनु भएको छ, यो चाहिँ किङ कोब्रा सर्प रहेको छ। तपाईहरु अलिक उता जानु है। यहाँ निकालेपछि फोटो खिच्नु भइहाल्यो नि त। सुनाउने हो। हेर्नु होला, यो सर्प चाहिँ यहाँनिर चाहिँ बसिरहेको छ र साँप चाहिँ एकदमै ठुलो साँप रहेको छ। तपाईँहरूले चाहिँ देखिरहनु भएको छ, किङ कोब्रा सर्प चाहिँ मजाले चाहिँ बसिरहेको छ र टाउको चाहिँ यहाँनिर रहेको छ। फेरि कस्तो यहाँ यो सर्प चाहिँ एकदमै ठुलो छ। तपाईँहरू हटाए हटाए। यो सर्प चाहिँ एकदमै ठुलो छ। यो सर्पहरू चाहिँ माघ फागुन चैत वैशाखतिर चाहिँ खैरो कलरको हुन्छ भने अहिले चाहिँ असार साउन महिना पछाडि चाहिँ कालो हुन्छ। 6 महिना जति चाहिँ एउटा रङ फेर्छ भने 6 महिनामा चाहिँ एउटा रङ फेर्छ यसले। र यो चाहिँ एकदमै ठुलो सर्प रहेको छ।
यहाँ नजिक आएर खिच्नु नि यो के यो अझ नजिक आएर त्यो थाहा तपाईँहरूले चाहिँ देखिरहनु भएको छ सर्प चाहिँ ठाडो भएर चाहिँ बसेको छ यसले चाहिँ खानेकुरा खाएको छ त्यही भएर चाहिँ यो चाहिँ चुप्लाएर बसेको छ है खाएको नभएको भए चाहिँ यसले चाहिँ लखार्थे यो सर्पलाई चाहिँ किङ कोब्रा भनेर चाहिँ चिनिन्छ अनि यो चाहिँ सर्पहरूको चाहिँ राजा हो यो यसले चाहिँ सर्प नै खान्छ हेर्नु यहाँ तपाईँहरूलाई मजाक लाग्छ नि यो सर्प होइन तपाईँहरूले समाउँछु समाउँछु भन्दै हुनुहुन्थ्यो नि देख्नु भयो नि यसको असली रूप र यो सर्पले कसैलाई टोकिहाल्यो भनेदेखि मान्छे बाँच्नलाई पनि गाह्रो पर्छ यो चाहिँ त्यति खतरनाक सर्प हो त्यही भएर पर बसेर हेर्नु भने हो कि तपाईँहरूलाई तपाईँले चाहिँ देखिरहनु भएको छ यो चाहिँ किङ कोब्रा सर्प रहेको छ र अहिले म वर्षाको छोरीमा आएको छु अलि नजिक यता यता ल कसले कसले समाउँछु भने आउनु है ल समातेर देखाउनु जुम लगाएर जुम हुँदैन कि अब यसलाई चाहिँ म झोलामा हाल्छु है यसलाई चाहिँ म यो झोलामा चाहिँ हाल्न गइरहेको छु उमेर
उमेर यो 12-15 वर्ष हो। यसको वेट गरेर थाहा हुन्छ यो अस्तिको हो कि के हो भनेर। अस्तिको नि यत्रो थियो नि। यो 6 महिना जतिको चाहिँ खैरो हुन्छ, 6 महिना जति, त्यसपछि 6 महिना चाहिँ ब्ल्याक हुन्छ कि यो। अहिले चाहिँ कालो हुने समय हो। काम कमाल तपाईँहरूले चाहिँ देखिहाल्नुभयो सर्पलाई चाहिँ झोलाभित्र चाहिँ हालिसकेको छु र यसको चाहिँ वेट हेर्नु चाहिँ एक्चुअली कति किलोको रहेको छ भनेर। पहिला यही ठाउँको छेउछाउमा चाहिँ 8 किलोको चाहिँ भेटेको थियो र यो चाहिँ कति किलोको छ यसको पनि वेट गरेर चाहिँ तपाईँहरूलाई चाहिँ देखाउने छु। भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। दर्शकबिनहरू अघि भर्खर उद्धार गरेको चाहिँ किङ कोब्रा सर्पलाई चाहिँ छोड्नलाई चाहिँ हामी जङ्गलमा आइसकेको छौँ र अहिले हामीसँग हाम्रो जीवन श्रेष्ठ दाइ पनि हुनुहुन्छ। दाइ यता आउनुहोस् त। अघि चाहिँ बेलुकाको समय थियो र सर्पलाई चाहिँ झोलामा हाल्यो र त्यहाँबाट चाहिँ आउँदा आउँदै चाहिँ रात परिसक्यो। छोटो दिन रहेको छ र यो चाहिँ किङ कोब्रा सर्प रहेको छ र यसलाई चाहिँ ढिलो नरिकन अब चाहिँ छोड्नलाई चाहिँ गइरहेको छौँ हामी। यो चाहिँ 8.5 किलोको छ। हामीले योभन्दा पहिला चाहिँ यही ठाउँमा चाहिँ राति नै ल्याएर 11:30 बजे राति 11 बजे राति ल्याएर चाहिँ 8 किलोको चाहिँ छोडेको थियौँ। यो चाहिँ 8.5 किलोको छ। त्यतिखेर चाहिँ खैरो कलरको थियो भने अहिले चाहिँ ब्ल्याक कलरको छ। तपाईँहरू त्यो नभागिकन बस्नु के डराउनु पर्दैन। अब यो सर्प चाहिँ बाहिर निस्किँदैछ। हेर्नु होला एकदमै ठुलो सर्प रहेको छ। हेर्नु होला।
यसलाई उतातिर पठाइदिनु पर्यो है। सर्पो चाहिँ यो चाहिँ एकदमै ठुलो रहेछ यो पनि। हेर्नु यहाँ गाडी मात्रै गयो त